गुड मर्निङ साथीहरू। ल आज चाहिँ हामी मर्निङ वाक जाँदैछौँ र एकदम एक्साइटेड छौँ। आज शुभ बिहानी सबैजनालाई। त्यो भन्दै हामी भर्याङ चढेछौँ। कस्तो अनुभव भइरहेछ त? थाक्नु भयो क्या? म थाक्यो, साह्रै गाह्रो छ हो। बडी मुटु बट्ट भइरहेछ। भर्याङ पनि पुरै ठाडै छ। त्यस्तो ठाडो भनिन्छ। तर यहाँको भ्यू भने चाहिँ एकदम राम्रो छ है। बिहान बिहान सधैँ आउँछौँ। मम्मीहरू चाहिँ मर्निङ वाक गर्नु हुँदैछ। लुक एट द भ्यू, क्लियर सनी डे, एकदम राम्रो छ आजको यहाँको वेदर। अब हामी जान्छौँ। यहाँ एउटा सानो जिम गर्ने इक्विपमेन्टहरू छ यहाँको स्थानीय सरकारले बनाएको। अब त्यहाँ गएर टक्क व्यायाम गरिन्छ। मम्मीहरू चाहिँ सधैँ यहाँ आएर व्यायाम गर्नु हुँदो रहेछ। मान्छेहरू पनि रहेछ त्यहाँ, 2-3 जना मान्छेहरू गरेर। अनि त्यहाँ पुग्नु साथै म पुरै एक्साइटेड थिएँ होइन। अनि पुरै म चाहिँ त्यहाँदेखि साथै पुरै रोल गर्नु थालेँ कि होइन। अनि आन्टीलाई हेरेको, आन्टी पुरै त्यहाँ वर्कआउट सुरु गर्नु भइसकेको छ। मम्मी त झन् पुरै स्विङ गर्दै हुनुहुँदो रहेछ कि। राइट, सक्छ त कसैले। अनि त्यसपछि मैले यो वर्कआउट गर्नु थालेँ। यसले चाहिँ पुरा खुट्टामा एकदमै डेन्जर पर्ने रहेछ, दुखिरहेको थियो मलाई। अनि त्यसपछि भ्यूको मजा लिँदै, खुल्ला आकाश, निलो, चारैतिर हरियाली हेर्दै म चाहिँ पुरै सोल्डरको, ब्याकको एकैचोटि वर्कआउट गर्दै थिएँ। एकदम खुसी थिएँ म। मम्मीले भिडियो बनाउनु भएको यो चाहिँ। अनि यसो हेरेको त मम्मी त पुरै सेटअप हान्दै, आमामा अब 5 किलो घट्नु पऱ्यो भन्दै हुन्थ्यो। अब यसरी आयो भने त चाँडै घटिन्छ होला। अङ्कल पनि पुरै तम तयार। अनि मम्मी फेरि साइक्लिङ गर्न थाल्नुभयो। जसरी हुन्छ 5 किलो घटाउनु पर्ने छ मम्मीलाई भन्दै हुनुहुन्थ्यो। त्यसपछि यसो साइडमा हेरेको त सोल्डरको पनि रहेछ। अनि मैले पुरै वर्कआउट गर्न थालेँ। अनि यहाँ चाहिँ आजभोलि हरेक ठाउँमा यस्तो बिहान बिहान आएर व्यायाम गर्नलाई हरेक ठाउँमा यो टोखा नगरपालिकामा चाहिँ बनाएको छ। जसले गर्दा चाहिँ मान्छेहरू बिहान बिहान मर्निङ वाक गर्ने आउने अनि टक्क आएर व्यायाम गर्ने यस्तो बनाएको छ। एकदम बवाल छ है। आई लाइक इट, आई लाइक द कन्सेप्ट। अझै चिल्ड्रेन पार्कहरूदेखि लिएर यस्तो यस्तो कुराहरू बनायो भने चाहिँ अझै राम्रो हुन्छ। त्यही हो, सानो छ तर राम्रो छ। गुड इनिसिएटिभ बाई लोकल गभर्मेन्ट। मजा आयो। अनि चारैतिर हरियाली। अनि मलाई चाहिँ यो मर्निङ वाक आउँदाखेरि चाहिँ पहिला बच्चामा मम्मी ड्याडीसँग मर्निङ वाक गएको पलहरू याद आयो। तर एउटा कुरा चाहिँ के डिफ्रेन्ट थियो भन्दा अहिले चाहिँ एकदम हावापानी स्वच्छ थियो, बाटोहरू बनेको थियो, एकदम राम्रो लाग्यो।